आज हामीहरूले मिरर इमेज र वाटर इमेजलाई चाहिँ याद गर्छौं र यो चाहिँ 2 मार्क्स क्वेशन हो, फिक्स क्वेशन जस्तै भन्दा हुन्छ। धेरै जसोले बिगार्नुहुन्छ यो क्वेशनलाई। एउटा खतरा टेक्निक छ, म सिकाउँछु, यो सबैले मिलाउन सक्नुहुन्छ है, इभन केही पनि नजान्ने मान्छेले पनि मिलाउन सक्छ यो क्वेशन। ल मैले यहाँ एउटा क्वेशन राखेको छु। अब यसको मिरर इमेज बनाउँदाखेरि चाहिँ यसलाई पल्टाएर हेर्नुपर्छ है। मिरर इमेज भनेको चाहिँ ऐनामा देखिने आकृति हो। यसलाई पल्टाउने मतलब एक्जाममा पनि तपाईले थोरै आफूले स्केच बनाउनुस् एउटा पेपरमा, अनि त्यसलाई यतापट्टिबाट यसरी पल्टाउनुस्। अनि पल्टाउँदा जस्तो आकृति देखिन्छ, जस्तै कि यो डाम देखिन्छ नि, यो डामलाई हेरेर अलि गाढा बनाउनुस्, स्केच बनाउनुस् एक्जामको त्यो पेपरमा, क्वेशन पेपरमा है, छिटो अनि यस्तो देखिन्छ। अनि क्वेशनको त्यो एन्सरमा चाहिँ टिक लगाइहाल्ने है, यसरी पल्टाएर हेरिहाल्ने। यतापट्टि यस्तो हुन्छ, एउटा यसको अपोजिट साइडतिर पल्टाएर हेर्दा जस्तो आकृति देखिन्छ, यो चाहिँ यसको मिरर इमेज हुन्छ। एक्जाममा तपाईले यसरी नै गाढा यसरी स्केच बनाइहाल्नुस्, 5 सेकेन्डमा भइहाल्नुहुन्छ। यसलाई पल्टाउनुस्, पल्टाएर हेर्दाखेरि चाहिँ यस्तो आकृति देखियो, यो चाहिँ मिरर इमेज हुन्छ। अनि क्वेशनमा चाहिँ कस्तो छ त्यो अनुसार टिक लगाउनुस्। अब वाटर इमेजको गर्ने है त। अब यो मिरर इमेजको लागि चाहिँ कपिलाई यसो उल्टाएर हेर्दा जस्तो डाम देखिन्छ, त्यही चाहिँ मिरर इमेज हुन्छ। वाटर इमेजको चाहिँ पल्टाएर उल्टाएर हेर्ने, मतलब यता पल्टाएँ मैले एकचोटि है, पल्टाएँ। अब यसलाई कपिलाई यसरी पुरै उल्टाइदिने, उल्टाउँदा जस्तो आकृति देखियो यो चाहिँ त्यसको वाटर इमेज हुन्छ। अब यो क्वेशन गरिहाल्ने है। यो टेक्निक सिकिसकेपछि यो मन पर्यो भने एउटा थम्स अप चाहिँ दिइहाल्ने है। ल अब यो 4 नम्बरको क्वेशन गर्ने। अब यसलाई चाहिँ पहिला पल्टाउने अनि उल्टाएर हेर्ने है। अब म यसलाई पल्टाउँछु, यता पल्टाएँ कपीको राइट साइडतिर, मतलब अपोजिट साइडतिर, डाम देखियो यस्तो, यो चाहिँ मिरर इमेज भयो त्यसको। अब यसलाई उल्टाइदिँदाखेरि चाहिँ जस्तो आकृति देखिन्छ त्यो चाहिँ त्यसको वाटर इमेज हुन्छ। अनि यसलाई हेरेर यता एमसीक्यूमा टिक लगाउने।